कुनै एउटा गाउँमा एकजना उमेरले अलि पाका अनुभवले पोख्त एक न्यायाधीश बस्थे। गाउँमा उनको नाम बडो आदर सम्मानका साथ लिने गरिन्थ्यो, तर सबैले सम्मान गर्थे भन्ने पनि थिएन। कतिपयले त उनलाई मन पराउँदैन थिए पनि, किनकि उनको एउटा बानी थियो सत्यलाई सत्य भन्ने, झुटलाई झुट भन्ने। एक दिन गाउँका एक धनी व्यापारी उनी कहाँ पुगे। ठुलो रकमले भरिएको थैली अघि सार्दै भने, ल यो लिनुहोस् र मेरो मुद्दा मेरै पक्षमा फैसला गरिदिनुहोस्। आज तपाईँको जीवन अझै सजिलो हुन्छ। न्यायाधीशले त्यो थैली एकैछिनका लागि हातमा लिए, त्यो थैलीलाई हेरे अनि हल्का मुस्कुराए र थैली फेरि व्यापारीकै हातमा थमाइदिए। भोलिपल्ट गाउँभरि हल्ला चल्यो, कस्तो मूर्ख न्यायाधीश रहेछ, अवसर चिन्नै सकेन, यस्तो इमानले पेट भरिँदैन। निन्दा भयो, व्यङ्ग भयो, उपहास भयो। तर अर्कोतिर केहीले भने यही त साँचो न्याय हो, न्यायाधीश भनेको यस्तै हुनुपर्छ। तर न प्रशंसाले उनलाई माथि उठायो, न त निन्दाले नै उनलाई तल झार्यो। उनी जे थिए, जस्ता थिए, त्यस्तै रहिरहे। केही दिनपछि त्यो व्यापारी रिसले चुर हुँदै फेरि आयो। यसपटक पैसासँग होइन, धम्कीसँग आएको थियो। उसले धम्की दिँदै भन्यो, अब पनि मेरो कुरा मानेनौ भने तिम्रो ज्यान पनि जान सक्छ। न्यायाधीशले शान्त स्वरमा भने, मृत्यु आजै होस् वा 100 वर्षपछि। यदि म सत्यबाट हटेँ भने त्यो दिन म बाँचेर पनि मरेकै हुनेछु। यो वाक्यले ती धनाढ्यलाई मौन बनाइदियो। समय बित्दै गयो, धन आयो गयो, मान आयो गयो, निन्दा आयो गयो, प्रशंसा आयो गयो, तर एउटा कुरा भने कहिल्यै डगमगाएन उनमा, त्यो हो सत्यको बाटो। र अन्तिम दिन जब उनी मृत्यु शय्यामा थिए, गाउँलेले सोधे, तपाईँले जीवनमा के जित्नुभयो? उनले मलिन स्वरमा भने, मैले संसार जितेँ वा हारेँ त्यो मलाई थाहा छैन, तर मैले आफूलाई भने कहिल्यै हार्न दिइनँ। हेर्नुहोस् कति गहिरो सन्देश छ यसमा। यही दृष्टान्तलाई हाम्रो नीतिशास्त्रले पनि पुष्टि गरेको छ। निन्दन्तु नीति निपुणाम यदि वास्तुवन्तु लक्ष्मी सदा विशतु गच्छतु वा यथेष्टम अद्यैव वा मरणमस्तु युगान्तरे वा न्यायात् पतः प्रविचलन्ति पदम न धीरा। अर्थात् मानिसहरूले निन्दा गरून् वा प्रशंसा, सम्पत्ति आओस् वा जाओस्, अद्यैव वा मरणमस्तु युगान्तरे वा मृत्यु आजै आओस् वा केही समय पछि होस्, न्यायात् पथा प्रविचलन्ति पदम न धीरा। धैर्यवान र सत्यनिष्ठ मानिस न्यायको बाटोबाट एक कदम पनि विचलित हुँदैन। यही जीवनको मूल सत्य पनि हो। परिस्थितिको उतार चढावले, लोभले, डरले, प्रलोभनले, धम्कीले जसको सिद्धान्त बदलिँदैन नि, अन्ततः वास्तविक विजेता उही बन्छ। नमस्कार, म प्रकाश सुवेदी, उही तपाईँको रजतपट अङ्कल र यो हो रजतपट कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। यति बेला सरकार एउटा फरमान जारी गर्ने तयारीमा छ, जसले आम जनताको सातो मात्र लिएको छैन, राज्यको नियतमाथि नै कडा प्रश्न चिन्ह समेत खडा गरिदिएको छ। ट्राफिक नियम सम्बन्धी गृह मन्त्रालयको नयाँ मस्यौदा, जहाँ एउटा सानोतिनो गल्तीको सजाय 20,000 देखि 50,000सम्म र कतिपय अवस्थामा त 1 लाख रुपियाँसम्म पनि तोकिएको छ। यहाँले पनि पढ्नुभएकै होला, होइन त? हेर्नुहोस्, हाम्रो पनि कुरा प्रष्टै छ। नियमको पालना हुनुपर्छ, कानुन उल्लङ्घन गर्नेले कारबाही भोग्नै पर्छ। यसमा कसैको दुईमत छैन र हुनु हुँदैन पनि, होइन त? तर प्रश्न त्यहाँबाट सुरु हुन्छ जहाँ राज्य कानुनको डन्डा लिएर केवल जनताको खल्ती रित्याउन मात्र सडकमा उत्रिन्छ। म सोध्न चाहन्छु, यो सडक अनुशासन सुधार्ने इमान्दार प्रयास हो कि राज्य सञ्चालकहरूको विलासिता धान्न सोझा जनताबाट राजस्व असुल्ने नयाँ कानुनी दुरुपयोग हो? जुन देशमा महिनाभरि पसिना बगाउने एउटा निम्न मध्यम वर्गीय कर्मचारी वा चालकको औसत तलब 20-25 हजार हुन्छ, होइन त? उसले जान अञ्जालमा सडकमा एउटा गल्ती गर्दा 25,000 रुपियाँ जरिवाना कहाँबाट ल्याएर तिर्छ उसले? भन्नुहोस् त। यदि तपाईँको उद्देश्य साँच्चै सडक व्यवस्थापन नै हो भने सजायको अर्थ सधैँ पैसा मात्रै किन हुन्छ? निश्चित समयका लागि लाइसेन्स निलम्बन गर्न पनि सकिन्छ, केही समयका लागि सवारी चलाउन रोक लगाउन पनि सकिन्छ, वा 1 हप्ते अनिवार्य ट्राफिक प्रशिक्षणमा पनि पठाउन सकिन्छ। तर सिधै यत्रो रकमको जरिमाना तोक्नु भनेको यो अनुशासन होइन। यो त राज्यले जनतामाथि चलाएको आर्थिक आतङ्क नै हो भन्दा फरक नपर्ला। अनि अर्को कुरा, यदि एउटा नागरिकले नियम तोड्दा लाखौँ रुपियाँ जरिमाना तिर्छ भने राज्यले आफ्नो जिम्मेवारी र कर्तव्य तोड्दा उसलाई चाहिँ के सजाय हुन्छ? कानुन केवल भुइँ मान्छेलाई तर्साउन वा
थिच्न मात्र बनाइने हो भने त्यसलाई न्याय भनिँदैन नि सरकार। त्यसलाई त सत्ताको उन्मादमा नाङ्गो दादागिरी भनिन्छ। आज पनि कतिपय सडकहरूमा खाल्डाखुल्डी छन्। ग्राभेलसम्म पनि नभएका सडकहरूमा दैनिक बाइक चिप्लिएर मान्छेका हातखुट्टा भाँचिन्छन्। पानी जमेर सडकमै गाडी र मान्छे लडेका हुन्छन्। चिप्लाम्बे बाटाका कारण गाडीहरू नदीमा खस्छन् र महिनौँ दिनमा पनि लाचार प्रशासनले न त गाडी भेटाउँछ न सब नै। त्यो बेला राज्यले कुन नागरिकलाई कति क्षतिपूर्ति दियो वा दिन्छ? सडक विभागको यो ज्यानमारा लापरवाहीको जरिमाना कति तोक्ने? नगरपालिकाको गल्तीको फाइन कुन ब्याङ्कमा गएर बुझाउने? विद्युत प्राधिकरणको बिल तिर्न एक दिन ढिला हुँदा जरिमाना तिराइन्छ। खानेपानीको धारामा पानी आएन भने पनि महसुल तिर्नै पर्ने हुन्छ। अनि प्राधिकरणको लापरवाहीले घन्टौँ बत्ती जाँदा र उद्योग धन्दा ठप हुँदा त्यसको जरिमाना कसले तिर्ने? ट्राफिक बत्ती बिग्रिरहेको हुन्छ। कतिपय सडकहरूमा बत्ती बलिरहेका हुँदैनन् र दुर्घटनामा परि अकालमा नागरिकको ज्यान गइरहेको हुन्छ। तर त्यहाँ राज्यलाई कुनै जरिमाना लाग्दैन। जैन धर्मगुरु आचार्य तुलसीको एउटा अजम्बरी बाणी छ, निज पर शासन फिर अनुशासन। अर्थात् पहिले आफै अनुशासित बन अनि मात्रै अरूलाई अनुशासनको पाठ पढाऊ वा सिकाऊ रे। सरकारले पनि यो ऐना अगाडि उभिएर आफ्नो अनुहार हेर्न जरुरी छ। यदि नागरिकले नियम तोड्दा लाख रुपियाँ जरिमाना तिर्छ भने सडकमा 24 घण्टाभित्र खाल्डो नपुरिए राज्यले पनि नागरिकलाई त्यसको दोब्बर क्षतिपूर्ति तिराउने नियम बन्नुपर्छ पर्दैन? यदि ट्राफिक बत्ती बिग्रिएर दुर्घटना हुन्छ भने सम्बन्धित निकायका हाकिमलाई कारवाही गरिनुपर्छ कि पर्दैन भन्नुहोस् त? ट्रायल पास गरेको 7 दिनभित्र लाइसेन्स दिन नसक्ने यातायात व्यवस्था विभागलाई फाइन कसले तिराउने? मेरो यो कुरा यहाँलाई ठिक लाग्छ भने यति धेरै सेयर गरिदिनुहोस् कि बालेन सरकारसम्म पुगोस् है त।